बाको कफिन छेउ अबोध बालकको बिलौना। उठ्नुहोस् न बा उठ्नुहोस्, उठ्नुहोस् न बा उठ्नुहोस्, झोलामा मकै भटमास बोकेर लिन आएको छु हजुरलाई। उठ्नुहोस् न बा उठ्नुहोस्, झोलामा मकै र भटमास बोकेर लिन आएको छु हजुरलाई। कफिन तोडेर उठ्नुहोस् न बा, कफिन तोडेर उठ्नुहोस् न बा, आमा र दिदी पनि छेउैमा उभिएका छन्। कफिन तोडेर उठ्नुहोस् न बा, आमा र दिदी पनि छेउैमा उभिएका छन्। मलाई केही दिनु पर्दैन, मलाई केही दिनु पर्दैन, हजुरले ल्याइदिन्छु भनेको चकलेट, पिलपिले घडी र खेलौना साउलाई नै फर्काइदिउँला। मात्र हजुरको काखमा बसेर हाँस्न पाए पुग्छ, मात्र हजुरको काखमा बसेर हाँस्न पाए पुग्छ। आँगनको डिलमा बसेर हजुरसँगै गीत गाउन पाए पुग्छ। हजुरकै पछि पछि लागेर, हजुरकै पछि पछि लागेर गहिरी खेत जान पाए पुग्छ। हजुरले केही ल्याइदिनु पर्दैन, हजुरको न्यानो माया भए पुग्छ। हजुरले केही ल्याइदिनु पर्दैन, हजुरको न्यानो माया भए पुग्छ। उठ्नुहोस् न बा उठ्नुहोस्, उठ्नुहोस् न बा उठ्नुहोस्, अबदेखि हजुरले भनेको सबै सबै मान्छु। सधैँ स्कुल जान्छु, दिदीसँग कहिल्यै झगडा गर्दिन, आमालाई कहिल्यै दुःख दिँदिन, हजुरसँग कहिल्यै खेलौना किनी माग्दिन। उठ्नुहोस् न बा उठ्नुहोस्, उठ्नुहोस् न बा उठ्नुहोस्, बाहिर घाम लागेको छ, सुस्तरी सुस्तरी बतास चलेको छ, आकाश धुम्ब हुँदैछ। हजुर नउठ्दा, हजुर नउठ्दा हाम्रो आँसुलाई मोबाइल र क्यामेरामा कैद गरिरहेछन् मान्छेहरू। हजुर नउठ्दा हाम्रो आँसुलाई मोबाइल र क्यामेरामा कैद गरिरहेछन् मान्छे। वरिपरि झुमिएर रविता हेर्नेहरूको भिड बढ्दैछ। चिठी बजाएर पुलिसले छिटो हटाऊ भन्दैछ। बिन्ती छ, बिन्ती छ, उठ्नुहोस् न बा उठ्नुहोस्, आमा र दिदी टाँको छाडेर रोइरहेछन्। जुरुक्क उठेर सम्झाइदिनुहोस् न बा, अब कहिल्यै विदेश जाँदिन भनिदिनुहोस् न बा, अब कहिल्यै विदेश जाँदिन भनिदिनुहोस् न बा। धन्यवाद।